अब सानो चाहिन्छ भाइ ऊ हेऱ्यो एउटा हुन्छ एउटा चाहिँ अर्को एउटा खोजेर टक्कै यहाँ देउता पाती त्यसपछि यहाँ पनि यहाँ त देउता पनि उभिसक्नु भएको चाहिँ यो एउटा अनि त्यसपछि यो हाम्रो अमितको भैँसी चाहिँ पाडी हाम्रो त अब बस्छ यो हामीले पूजा गर्ने अनि त्यसपछि यो सबभन्दा कान्छी बहिनी छुचुन्द्री भनेर हुन्छ परेमा है चुमुरको लिएर आएको गाडी हो साथी गाडी ल्याएर यस्तो चाहिँ कहिले ठुलो हुन्छ खै परेमा धेरै ठुलो भयो त अलिक सानो भएको यस्तो परेमा बाँकी पानीको धेरै हुन्छ भत्या होला पानी हाल्छ हाम्रो गाडी आउने हुन्छ भाले चाहिँ उडाउने भाले त्यही तरह फुच्चा भाले होइन भिडियो गाडी पूजा नपाएर बाइकमा बटाएर पूजा आए हेलो गुड मर्निङ साथीहरू के छ खबर आज चाहिँ कति 29 गते आज पूर्णिमा छ हाम्रो घरमा चाहिँ आज पूजा गर्ने हो बिहानमा नुहाइधुवाइ गऱ्यो हजुरबाले गर्नुहुन्थ्यो अब हजुरबाले गर्नुहुन्न रे मैले अब टक्क आज पूजा गर्छु गोठमा हजुरबाले सिकाइदिनुहुन्छ दुईटा उता बाको घर र हाम्रो घर दुईटा भाले काट्ने दुईटा परेमा काट्ने हो आज मजा हुन्छ आजको भ्लग चाहिँ राम्रो हुन्छ हैन आज मेरो क्यामेराम्यान चाहिँ अमित भाइ हो मेरो अमित भाइ साइनो भाइ कान्छो माइलो भाइ उहाँ मन्दिर बनाउन लाहा उता देखा अमित भाइ टक्क यहाँ यसरी चाहिँ मन्दिर बनाउन लाग्छन् मैले चाहिँ अब कपडा फेर्नुपर्छ अनि त्यस पछाडि बाले पूजा नगर्ने रे हाम्रो भाइले यहाँ यसरी मम्मीले र भाइले चाहिँ मन्दिर बनाउन लाने उता बाहरूको त भइसकेछ अब सानो ऊ चाहिन्छ भाइ ऊ हेऱ्यो एउटा हुन्छ एउटा चाहिँ अर्को एउटा खोजेर टक्क यहाँ देउता पातीको लिङ्गन चाहियो अनि टक्क यताको चाहिँ मन्दिर भइसक्यो अनि त्यसपछि यहाँ त देउता पनि उभिसक्नु भयो चाहिँ यो एउटा अनि त्यसपछि यो हाम्रो अमितको भैँसी यो चाहिँ पाडी हाम्रो त अब अस्ति भिडियोमै आएको थियो कस्तो मजाले बसेर त्यो भाइ पातीको खोज्न गएको छ अनि गौँथलीले गुड बनाउनु लाग्छ खै हाम्रो कुनो हाम्रो अब हामीले काट्ने यसलाई हो यो कालो यो हो हामीले अहिले काट्ने चाहिँ यो हो मस्त छ अनि यो हो हामीले पूजा गर्ने अनि त्यस पछाडि अमित भाइको चाहिँ यहाँ बसिरह यो पनि हो हाम्रो आज मैले काट्ने हो खुर्पा हुँदैन अमित साँची यो चाहिँ अमित भाइहरूको टक्क यो चाहिँ हाम्रो छुचुन्द्री बहिनी हो सबभन्दा कान्छी बहिनी छुचुन्द्री भनेर हुन्छ परेमा खै त नि छुचुन्द्री हाम्रो कुकुर लोइदियो सिकारी कुकुर लोइदियो भाइले यो जुमुरको लिएर आएको गाडी हो साथी गाडी ल्याएर यस्तो छ यो कहिले ठुलो हुन्छ खै परेमा धेरै ठुलो भयो त अलिक सानो भयो हुन्थ्यो यस्तो परेमा चट्टै
ले चाहिँ बुने लिएर आउने है बुने है त्यो लिएर आउने अब यहाँ अब बात धेरै होइन पानी धेरै हुन्छ हत्या होला पानी हाल्छ ल हाम्रो बाले लिएर आउनुहुन्छ ल म लुगा फेर्छु है त माथिको धेरै यसरी लाएँ होइन अब यो लाउन त जानी त भए पो लाउने यस्तो भयो अब यो जराइ पनि लाउनु पर्छ पुजारी बेला छेत्री हुनुमा मलाई गर्व लाग्छ कि यस्तो यस्तो काम गर्न पाइन्छ पुजारी हुन पाइन्छ यो कताडी खोल्ने यो खोल्नै जानेखेरि बा दाहिनेतिर हो कि देब्रे दाहिने झार्ने हो यस्तो हो ल लाग्यो भाइ अब पानी ल्याउनु पर्छ है दियो है त बाले गर्दैछन् यहाँ सानो बच्चा बाले सिकाउँदैन भयो यहाँ देउतालाई बेडी देउता गाडी राखेको भाइ यता चाहिन्छ उता चाहिन्छ यसो गरेर घर आधी आधी यो यहाँ गोबर मैले चतुराएर ल्याएर राखेको मैले बिर्सेको यसले कान्छी आएर भनेको त हाम्रै थाल्यो ऊ अलिअलि निता त गर्छ बोल्छ अब दियो पूजा फुल्छ अब गणेश फेरि गणेश उहाँ अहिले हो र त्यसरी यो भाले काट्ने हो रेडी भइसक्यो अब भाले काट्ने थुपाउरो हाल्ने भाले काट्ने ऊ भाले देख नि भाले सिकाउँदैछन् अलिअलि यो घिउ तोपेर बालेर घुमाइदियो ल यो दियो यता राखेको हुन्छ त्यो ल हातले अब देउता पूजा हेरी पहिला मैले जाँदै हरि भाले काट्थेँ म पुछार गरेर सबै यात्रा हुन्थेँ तिनीहरू जाने थिएन यारी हुँदैन काट जाँदै भयो लाउँथेँ तल पुगेर ल्याउँथेँ भाले यात्रा यात्रा बनाएर राख्थेँ उहाँले ल्याउँथेँ चण्डीपुरीको मेलो आयो अब फेरि अहिले जाने बत्ती हाल्ने बत्ती अब पूजा काम सकिन्न आयो यतापट्टिको बाँकी अब यो सकिसक्यो अनि अहिले नजाने भने चण्डीपुरी हो चण्डीपुरीको एउटा ल अब पेपर एउटा मात्रै है पुग्दैन ल अब हात दिनु भयो ल पर्या ल्या एउटा मात्रै एउटा भाइमा एउटा अब चाहिँ पर्या काट्ने मनाउनु बेला भयो काट्ने हो अब त्यो एउटा त्यो डान्स उसलाई तारेर है पैसा त अहिले के भालेको डान्स यतापट्टि छेउमा आइज नि त सबै उदाइ अब भाले चाहिँ ढाडी काटेर उडाउँछन् त्यताहरू हो त्यसै हेर्नुहोस् है
हेलो गाइस अब हाम्रो काट्ने सुरु भए अनि पानीले बुवा टाइम पनि भिडियोमा आधा त उतारै उता भाले चाहिँ उठाउने अब फेरि डुबाल्नु ए यहाँ भाले वहाँ पुगिसक्यो भालु वहाँ गएर बसे गयो भाले वहाँ गएर लडिरह्यो भाले सबै पूजा पनि त्यसलाई पूजा गरेर सबै लाग्यो अब टाउको टाउको दिएर अनि यता सक्यो पुजारी दाई पुजारी दाई अनि यो अनि अब यो घरमा यहाँ इस यो भाले काट्ने हो यो कहाँ पुग्छ होला काडु ऊ यता भुइँसम्म उता गौडियो नि अलि धुवास त्यहाँ एउटा ऊ गाउँले नि छ गाउँले डुबाएर खाउँ हो त हो त्यसै अगाडि पुजार्नुपर्छ कसै त टाउ गर्नु नभन् अब छोले लाग्यो यता त्यो ल्याउनु आयो यता पुजाएर अब भुइँसिन हो माथि देखाउने यसले छ कोइला त्यो ठुलोमा ठुलोमा होइन होइन भाले लगायो कुखुरा लिएर जाने कि मकै बाजी बाजी गाली गरे त्यही भएर पूजा अरे पूजा अब त्यो पानी के हो यो भुइँसिन? भुइँसिन त भुइँसिन उठेर राखेको थियो। पुजार्नुपर्छ कहिले भुइँसिन पुजा हेलो गाइसहरु अब बत्ती त्यही त्यसैको बाहिर नि हुन्छ मासु पकाएर खान्छ हो त्यही। यसमा नि अलिक बुझा अलि घाँस बल्यो भने गइहाल्यो लो बत्ती त्यो ऊ बत्ती म यता ल्याइन्छ आइज म ल्याइन्छु त यता भिडियोमा त्यस्तो हुन्छ हो सम्दा ल्याउँदै ए भएन लिएर गयो म चाहिँ परेलाई पुजार्ने भाले काट्ने ऊ यति नै काम चलाइदिए मम्मीले अब उता जाने आइज अब पऱ्यो अब अब यो सबै सामान परिवार बनाइसक्यो उयो आँगर राख पानी खिच्नु अलिकति छोडिदिए होइन छोडिदिए अब अब यो भाले कतै भएन कतै त्यो अब हात धोएर भिसिन दल पर्छ बडी दल पर्छ कहाँ पुग्यो है पाइस मम्मी तेल लिएर आयो पूजा सकिसक्यो मम्मी आइज ल आधी हैन यसको निकालौँ ल बुझ्नु राम्रो छ पढ्नु आफ्नो ख्याल गरे राम्रो छ पढ्नु पर्छ नि फेरि पैसा त छैन त्यो ल तिमीलाई नि हेऱ्यो पानी हाल्यो त्यसमा ल अब पूजा सकिसक्यो अब सकिसक्यो अलिक यताबाट फर्काउनु न हो त्यो भिडियो हाल्नु अलिक भरे खुल्ल्या नि हुन्छ अब चाहिँ भिडियो पनि जानुपर्ने हुन्छ हस् गाइज हेलो गाइस अब पूजा काम सक्यो हाम्रो होइन पूजासुजा गरेर भ्याइयो अब हामीले चाहिँ मैले चाहिँ भालेसाले बनाएर आज बहिनीहरू एक्जाम दिन गएछन् बहिनीहरू घर छैनन् त्यो भएर अब आज बहिनीहरूलाई भेट्न जाने हो अहिले 10 बजेको गाडीमा हामी लुइटेल आशिष भाइ र म त्यो भएर अब हामी चाहिँ काम झ्यापझुप गर्नुपर्छ अनि ढिलो हुन लाग्यो गाडी छुट्छ फेरि त्यसपछि पाइन्न गाडी 12 बजे 11 बजे लास्ट गाडी हो 10:30 बजे आउँछ हामी त्यस पछाडि जाने हो गाइस अनि त्यस पछाडि भिडियो बनाउँछु गोरा आइन्छ त्यसपछि आजको भिडियो त धेरै लामो हुने भयो अब हामी यसरी टक्क बनाउने भिडियो अनि यसरी हामी आज घुम्न आशिष भाइरमा घुम्न पनि हुन्छ गोरा आउने भन्ने प्लानिङमा चाहिँ बहिनीहरूलाई चाहिँ प्रसाद पुवा खिर पुवा अनि मासु लिएर चाहिँ गइदिने हो ल अहिलेलाई बाई यहाँ भुताले भाले चाहिँ यसरी भाले त यत्रो नि रहन्छ भुत्ला भालेसित ए मम्मीले चाहिँ यसरी भुत्ला होइन भिडियो हो त्यो खुर्पा ल्याउनु म पोल्छु ल्याउनु त भयो क्या त पोल्ने हो अब टाउको है त नि मम्मी आमा गरुङ्गो रहेछ त भाले त म त हलुङ्गे होला भनेको थिएँ मैले बनाएको आउ खिर मम्मी यो नि लिएर जानु यो अब यस्तरी
टक्क स्वाट ढाक्नुपर्छ क्या गाई जब यसरी भाले पोलिन्छ टक्क 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 ल गाई जब कुखुरा चाहिँ हामीले यसरी पोलिन्छ यसरी टाउको कहाँ हुन्छ यो टाउकोबाट होइन ए टाउको पनि आउनु लाग्यो रेडी छ टाउको गाई यो खुट्टा पनि दिनु होला होइन जसरी भाले पोलिन्छ उताको बन्टीले पोलिसक्नु होला यता खुट्टा पनि उता भेटिसक्नु बन्टीले यो खुट्टा त भएको थियो नि त टाउको दिस इज हेड 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 कसको तेरो बाउको ल गाई भाले त भयो अब टाउको पाले यसको यसको मुख यस्तो च्यातिन्छ यस्तो यसरी झुसारेर टाउको यसो गर्ने सर्ने पोलिन्छ त्यसरी ल भयो दाइले खुर्पा ए पहल्दैछ म चाहिँ दाबले अहिले बाटो खोजिहालेको भयो गर्दा अहिले पकायो भाइ अब फ्रिजमा राख्नै पर्दैन भाइ त्यो भालेको गर्नु त्यो त हो ठिकै हो नातिलाई हिँड्दै भयो भने अलिक पकाएर लाग्यो अच्छा अच्छा यो पाङ्री गाडी यो कलेज हो यो कलेज हो ल गाई हेर्नुहोस् त्यो कुकुरले कसरी खान्छ ल ल मेरो गाई कसरी खान्छ सिकारी कुकुर तपाईँ हाम्रो पनि तपाईँले त होला बोला होइन रे म चाहिँ काट्ने हो भनेर काट्ने काट्ने हो मैले बढाएको छु चाहिँ काट्ने हो म मुरा ल्याउने हो मुरा राख्ने हो ल गाइस आजु भाइ दिसी टाउको उता कुखुराहरूको त्यो बाउ हो भाले हजुर फुलबारीमा भन्छ त्यो काटा त होइन अब कुखुरा काटेर सक्यो अब खाना खाएर अहिले दिउँसो अब दिउँसोको भ्लग हुन्छ भिडियो हुन्छ फेरि सक्यो बाई हेलो गाइस हामी चाहिँ लाग्यो बहिनीहरू भेट्नलाई टक्क अब जाने हो सरर र आशिष भाइले झोलाभरि सामान बोकेर मासु खिर पुवा टक्क बोकेर चाहिँ भर्खर घरबाट निक्लियो होइन त्यस पछाडि अब गएपछि फर्किहाल्नुपर्छ धेरै बेर त बसिने गाडी पाइने फेरि हिँड्नलाई उकालो बाटो साट्ठा आज गोठालो गइएन गोठालो जाने काम थियो सो रमाइलो हुन्थ्यो रुवा लाएर गाह्रो पो पऱ्यो त हाम्रो हर्मी बजार या रोड यस्तो खनिरहेको छ डोजरले हामी चाहिँ गाडी नआएर यसरी हाम्रो झोला बिसारौँ यहाँ गाडी आउँछ हामी चाहिँ आशिष भाइ यसरी बसिरह म यसरी अनि टक्क अब यहाँ कुदिरहेको गाडी हामी चाहिँ अब गाडी नआएर चाहिँ कुरै भयो यहाँ यसरी अनि त्यसपछि अब गाडी चाहिँ हर्मीबाट चाहिँ माथि चाहिँ आहा कति बेला आउँछ टक्क अब जाने हो गाडीमा चढेर सरेर 10 बजी चाहिँ ठ्याक्कै अब चाहिँ टक्क हेर्छमा मान्छे हान्छ म त म फेरि तर क्यान गर्दैन छैन पो गाह्रो छ हौ मलाई रुवा लाखा आज अलि बहुत गाह्रो भयो तिम्रो ठ्याक्कै 10 बजी मेरोमा 10 बजी भयो गाइस हामी चाहिँ गाडी कुद्दा नपाएर अब बाइकमा अब बटाडा पुग्न लाग्यो उल्टो बनाएर हुन्छ एक बार उल्टो बनाउन हामी चाहिँ राजुभाइको बाइक लिएर चाहिँ हामी
साथीहरूलाई भेट्न जाँदैछौँ गाडीमा पाएर चाहिँ बाइकमा आएर साथीले त्यसैले लिएर जा भन्यो यस्तो मजाको साथी बाइकमा जान्छ र दाजुभाइ जाँदैछ अर्काको बाइक कति चलाइदिनु दोकानमा आफ्नो घरमा गाडी बनियो केही भनाइ छ कि कतिखेर जाँदाखेरि ब्रेक लाइट नलाग्दा लागिरहेछ अब टक्क जाने हो दिदीहरूलाई भेट्ने हो अभी अब हामी ट्याक्कै बटाएर मिलाइदिनु लागिसक्यो बटाएर आइपुग्यो भने गाइस गाइस यो भिडियो बनाउँदा स्पेस नि भएन गएको भिडियो नि पुरै भएन ठाउँ नि भएन एडिट गर्नलाई ठाउँै भएन स्पेसै भएन मोबाइल पुरानो छोत्रो पर्यो त्यो भएर अब यो भिडियो कस्तो लाग्यो अब जति नै त खिच्न पाइएन आदि भयो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला सेयर गरिदिनु लाइक गरिदिनु सबै साथीहरूलाई चाहिँ सेयर गरेर लाइक बढाइदिनु कमेन्ट बढाइदिनु ल ओके फेरि भेटौँ ल अर्को भिडियोमा बाई